गाई गाई हो तपाईँ मदन दाईको म गाई मेरो मदन दाई गाई केटी मान्छेको मात्र विशेष होइन दाइ यो फिलिङ्स हो सबसे मेन फिलिङ्सको कुरा हो माया हो वास्तवमा दिपाश्री निरौला रुँदा छक्का बन्दा हिट हो श्वेता खड्का रोएको सुने कान्छी हिट हो अब आँचल रोएर शत्रुबाट शिवर हिट बनिरहेको शिवर रोएको विषयमा के कुराहरू रहे कस्तो हिजोर मान्छे छ नि अब यो मान्छे हिजो घर घरमा विशेष एउटै फिल्मको विशेष चर्चा छ शत्रुघ्न अस्ति पोखरा गएँ पोखरा पनि शत्रुघ्न भन्ने छैन शत्रुघ्न कुरा गरेर अस्ति यता भुटोल गएँ त्यहाँ पनि शत्रुघ्न कुरा गरेर शत्रुघ्न यति धेरै चर्चा भएको लागिरहेको छ अरे त्यसैले राम्रो लक्षण हो अर्को शत्रुघ्नको सिक्वेन्स त्यस्तै छ सुटिङ बेला पनि अब तपाईँलाई पनि नजर मान्छे आउँदैछ मजाले नाच्नुहुन्छ उसलाई स्याटर पऱ्यो मेरो डान्स गाएर पनि हो बिहानदेखि बेलुकासम्म नचाइरहन्छ अनि रमाइलो भएको छ त्यसपछि कविराज भएर नचाउने मान्छे आएको छ अनि अब पल बाबु चाहिँ अझ 50 वर्ष पुगेको उपलक्ष्यमा दीपक भाइ 100 वर्ष पुग्यो पलको विषयमा मैले अघि पनि भनिसकेँ होइन पल असाध्यै प्रतिभाशाली मान्छे फेरि साली भनेर फिमेल होइन साले नै हो मान्छे प्रतिभाशाली एकदमै प्रतिभाशाली मान्छे हो होइन अनि अब आज पलको वर्षगाँठ होइन वर्ष जन्मोत्सवको र हाम्रो चाहिँ गीतको चाहिँ करोडको जन्मोत्सव एकै दिन गाँसिएको छ अब फुलको आँखामा फुलै संसार भन्ने गीत जस्तै राम्रो मान्छेले जे पनि राम्रै देख्छ राम्रै भएको छ र पललाई चाहिँ मुरी आशीर्वाद फिल्ममा छोरा भनेर खेलाउनु पाएको छु मोहित जस्तै भएको छ हेर्दाखेरि ल बधाई छ एकदमै तपाईँको यो चलचित्र क्षेत्रमा अझ प्रगति गर्दै 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 जानुहोस् एकदमै आशीर्वाद छ अनि गोपाल कायस्थ भाइ जहाँ छोइ त्यही सुन भने जस्तो जहाँ हात हाल्यो त्यहाँ हिट अब हाम्रो फिल्म पनि तपाईँले हिट बनाइदिनुहुन्छ पक्कै पनि होइन तपाईँलाई तपाईँ छोइ कि सुन्नुहुन्छ अरे हाम्रो फिल्मलाई पनि छोइदिनु होइन धेरै धेरै धन्यवाद छ अब शिवरी भाइको विषयमा म के भन्नु शिवर रोएको विषयमा के कुराहरू रहे कस्तो हिजोर मान्छे छ नि अब यो मान्छे शिवरी भाइको क्यारेक्टर मैले एउटा गरेको छु लेफ्ट राइट शिवरी भाइ भनेको चाहिँ अरूले हामीले चाहिँ स्टेजमा क्यामेरामा अलिअलि हँसाउने कोसिस गर्छौँ तर शिवरी भाइ चाहिँ जुनसुकै ठाउँमा पनि उहाँ हँसाउन सक्ने उहाँसँग त्यो क्षमता छ स्टेजमा छँदैछ त्यो सँगसँगै तपाईँ आइसकेपछि टिम नै उज्यालो हुन्छ लोड सेडिङ भएको ठाउँमा बत्ती बोले जस्तो हुन्छ होइन त्यति राम्रो दक्षिणको भाइसँग सहकारी गर्नु पाइयो त्यसो भए तपाईँलाई पनि धेरै धेरै हाम्रो शत्रुवृत्ति टिमभित्र हामी एउटै टिम भएको छौँ अब किरण केसीलाई त म के भनौँ किरण भनेको डोजर हो मैले हिजो डोजर भनेको थिएँ किरणलाई होइन मान्छेले काम गर्दाखेरि अलिअलि खोसिन्छ नि अनि डोजरले काम गर्दाखेरि त एकैचोटि ठुलो भारी उठाउँछ होइन अनि किरणले चाहिँ एकैचोटि ठुल्ठुलो भारी उठाउँछ किरणलाई डोजर भन्दा पनि अझ ठुलो दर्जा दिनमा हनुमान भन्नुपर्छ तर मुख चाहिँ मिल्दैन त्यो नरिसाउ है अब चलचित्र क्षेत्रमा गुरु हुनुहुन्छ तपाईँ होइन तपाईँले हामीलाई आदरणीय दाइ भन्नुहुन्छ अग्रज भन्नुहुन्छ गुरु पनि भन्नुहुन्छ तर चलचित्रमा तपाईँसँग धेरै सिक्नुपर्छ हामीले
चलचित्र बनाउनेदेखि लिएर चलचित्र निर्माण गर्नेदेखि लिएर अभिनय गर्नेदेखि चलचित्र चलाउने भनेको चाहिँ यो बनाउनुभन्दा पनि लेख्नुभन्दा पनि चलाउनु झनै गाह्रो हुन्छ। गाई होइन गाई हो तपाईँ। मदन दाईको म गाई, मेरो मदन दाई गाई, हामी दुन्छौँ क्या। पैसा पनि दुन्छौँ हामी। मेरो गाईलाई गाई यसपालि गाईले चाहिँ हामीलाई धेरै धेरै घाँस हामी खान पाऊँ। हामी दुइटै गाई मिलेर मेरो पाछापाछीहरू छन्। मेरो दाई, मेरो आदरणीय दाईलाई म के भनौँ, तपाईँको आशीर्वाद चाहिँ पाइरहेको। मेरो स्वास्थ्यको कारणले घराइसी कारणले एकदम न्यू टाइम सकिँदै औषधि भने धेरै खानुपर्छ, अलिकति आइपुगिहाल्यो। अनि त्यसपछि म आफ्नो विषयमा म आफूलाई के भन्नु विषयमा भनिरहेको छु होइन। र मेरो विषयमा मेरो उसले नृत्य निर्देशक म ठिकै छु। अब मैले राम्रो काम गर्न पाएँ होइन। मलाई पनि आफूलाई धन्यवाद दिन चाहन्छु यो फिल्ममा खेलिदिएर। मेरो श्रीमतीको विषयमा कुरा गर्नु पर्दाखेरि अब श्रीमती भनेको चाहिँ श्रीमती मात्रै होइन, आमा पनि हो। अब हेर्दा हेर्दै ऊ पनि मलाई आमा जस्तै लाग्नु थाल्छ कि। असाध्यै माया गर्छन् मोहितलाई, हामीलाई, हाम्रो परिवारलाई, हामी सबैलाई। बुहारी आएकी छ नयाँ, बुहारी र सासु चाहिँ साथी जस्तै छन्। अनि त्यो चाहिँ मैले जिन्दगीमा यति राम्रो मेरो जीवनमा मेरो जीवनमा आइदिनु र मेरो घर सम्हालिदिनु, त्यसको लागि चाहिँ म मेरो श्रीमतीलाई चाहिँ म के भन्नु, अहिले त अरूलाई पनि भनिन्छ। गुडै मोहनी रुपै मोहनी भन्यो भने फेरि रूपमा मात्रै हुन्छ होइन, गुणमा पनि भनौँ। फेरि श्रीमतीले धेरै राम्ररी भन्नु न हेर्छु कि हामीले। मुली ढोगी अब तपाईँ पाल्नु आयो। प्रदीप भाइ चाहिँ अब यो युवा अहिले नेपालमा उदयमान निर्देशकमा अब नेपालको भविष्यको पनि राम्रो डाइरेक्टर। अब तपाईँले यो सिनेमा पनि राम्रो बनाइसक्नुभयो। जहाँसम्म लाग्छ हामीले म्युजिक नराखिकन सर्व हेर्दाखेरि यो सिनेमा राम्रो बनिएको छ। तपाईँलाई यो सिनेमाको बधाई। एकदमै तपाईँको अगाडि भने होइन है, तपाईँ सर्वगुण सम्पन्न मान्छे हुनुहुन्छ होइन। तपाईँ अभिनय क्षेत्रमा त्यत्तिकै राम्रो छ। अभिनयमा हँसाउन सक्ने भनेको गाह्रो काम हो, एकदमै गाह्रो काम हो। त्यो काम तपाईँले गर्नुहुन्छ। तपाईँ अनि गम्भीर अभिनय पनि त्यति नै गर्नुहुन्छ, मैले देखाएको छु होइन। अनि नृत्य पनि तपाईँको त्यति नै हो, त्यत्तिकै प्रतिभाशाली हुनुहुन्छ तपाईँसँग, यति धेरै गुण छ होइन। अनि डाइरेक्सनमा मात्रै सीमित नगर्नुहोस्, छक्कपन्जा यो टिममा डाइरेक्सन गर्नुहोस्। अनि अभिनय चाहिँ हामीसँगै गर्नुपर्छ, सबैलाई चान्स दिनुपर्छ होइन। तपाईँ जस्तो प्रतिभा, तपाईँ त शाली नै हो, प्रतिभाशाली कलाकारसँग काम गर्ने मौका पाइयो होइन। मेरो खट्या छ तपाईँसँग काम गर्दाखेरि है। अझ भन्नु मन लाग्थ्यो, अब लामो होला कि होइन। अब तिम्रो पालो आयो, कति बाँकी चाहिँ मान्छे भनेदेखि हेर्दाखेरि के पनि थाहा छैन जस्तो है, तर सबैलाई थाहा छ। यो एकदमै फेरि सिरियस अभिनय पनि एकदमै राम्रो गर्ने, तर अरू लाइफमा चाहिँ हँसाइरहने, एकछिन पनि हँसाउनलाई उसले चाहिँ ऊ बसेसम्म बोर हुँदैन, ऊ बसेको ठाउँमा बोर हुँदैन। यस्तो हाँस उठ्छ किनभने हामी उसलाई जिस्काइरहन्छ। जति जिस्काए पनि नपुग्ने, फेरि नरिसाउनुहोस् बोर त्यति नै हो। र साँच्चीकै रुपै मोहनी भन्ने गीतमा
चलचित्रमा तिमी यति राम्रो देखेका छौ है। अब कति मान्छेले चाहिँ अब के भन्ने हुन् मन लगायो। अनि त्यो सुटिङ बेलामा आजसँग चाहिँ धेरै मान्छेले फोटो खिच्थे कि केटाहरूले चाहिँ बिचरा फोटो खिच्न दिइरहन्थे। अनि मैले केटाहरूलाई बोलाएर भन्थेँ त्यो फोटो हेरेर अनेक कल्पना गर्ने होइन नि फेरि। त्यसो पनि भन्थेँ म। भनिसकेपछि अब त्यसलाई चाहिँ अब यो चलचित्र हेरिसकेपछि धेरैले कल्पना गर्छन् साँच्चीकै राम्री छोरी। मलाई हरिबा भन्छन् होइन, बा भन्दा पनि पहिलो छोरी सुटिया थियो तर यसो बिचरा मोहित छोरा छ त्यत्रो मोहितको दाइ छ खुसीले हरिबा भनेर के बिग्रिन्छ भन्दा भन्दै आफ्नै छोरी जस्तो लाग्छ। भयो हुन्छ नि, पानी पनि पर्दैछ बाहिर, जाडो पनि छ र दुबई मोर्निङको 1 करोड भ्युज पनि आजै पुग्यो र मेरो जन्मदिन पनि आजै हो र कवि सरको इङ्गेजमेन्ट पनि हिजो अस्ति भएछ होइन। त्यो खुसी लाग्छ र कवि सरसँग मेरो यो 5औँ उहाँको 10वटा चाहिँ 1 करोड भ्युज पुगिहालेको छ भिडियो। त्यसमध्ये अघि अलि सुन्नु भयो जस्तो लाग्यो 5औँ 1 करोड भ्युज पुगेको 5औँ भिडियो हो मेरो चाहिँ उहाँसँग। एकदम खुसी लागिरहेको छ, सबैको साथ पाइरहेको छु, सपोर्ट पाइरहेको छु र एकदमै अब हरिबा मदन बुवाहरूसँग म धेरै सिकेँ, काम गर्न पाएँ। दिपक दिदीसँग त म सोच्यो भन्दा म उल्टो पाएँ उहाँलाई र धेरै कुरा उहाँहरूसँग लर्न गर्न पाएँ। शिवहर दाई, किरण दाई, राजन दाई, बसुममसँग धेरै हुन्छ नि आफ्नो लाइफको कुराहरूदेखि लिएर आफ्नो धेरै कुराहरू सिकेँ मैले। प्लस प्रदीप भट्टराई दाईसँग धेरै हुन्छ नि अब ज्ञान गुणदेखि उहाँले आफ्नो एक्टिङ भने के हो होइन, कसरी एक्ट गर्नुपर्छ, कसरी टाइमिङको कुराहरू त्यो सबै क्याप्टेनले सिकाउनु भयो र यो फेरि वान्स हो। कुनै पनि एक्टरलाई राम्रो काम गर्न मैले बुझेअनुसार म भर्खरै इनिसियल फेजमै छु, भर्खरै 0मा छु म अहिले र मैले अहिलेसम्म बुझेअनुसार चाहिँ म एकदम हुन्छ नि म राम्रो एक्टर होइन, तर कुनै पनि एक्टरलाई कुनै पनि एउटा आर्टिस्टलाई निपुण बनाउने र एउटा हामी चाहिँ कचिलो हुन्छ एउटा मलिलो माटो रहेछ कि सबै त्यो माटोलाई एउटा सेपमा ल्याउने, एउटा मूर्ति बनाउनेमा ल्याउने भनेको चाहिँ क्याप्टेनको डिरेक्टरको हातले हुँदो रहेछ, हुन्छ पनि र मलाई त्यस उहाँले सेपमा ल्याउनु भएको छ सत्यवतीमा। यसको लागि अब कति कस्तो काम गरिरहेको छ यसको लागि त अब चरित्र नबोकेर तपाईँहरू कुनै पर्छ। यसको लागि थ्याङ्क यू सो मच। अब हुनेवाला दुला र एकदमै करोड क्लबको 10औँ करोड क्लबका मालिक, एकदम मेरो छिमेकी पनि एकदम प्यारो, म जहिले पनि कविराज भनेपछि एकदम म फ्यान पनि हो। तपाईँलाई छ दिपक राज, कविराज, लोकराज होइन, यो राजे राज छ र मलाई थाहा हो यो मेरो अथवा हाम्रो टिमको हाम्रो पनि यो 4औँ करोड हो यो। अनि यो भन्दा माया एकदम करोड छ। अब त्यहीँदेखि सुरु गरौँ। कविराज ब्रदर अब 29 गते शहीद हुनुहुन्छ, यो प्रेममा शहीद हो एकदम पोजिटिभ सेन्समा। अब उहाँ जहिले पनि हिरोलाई एउटा डाँडामा राख्ने, हिरोलाई ल्याउँदै राख्दैन। उहाँको गीतमा प्रायः भेट गराउनै गाह्रो मान्नुहुन्थ्यो। मलाई याद छ अनि प्रियङ्का सधैँ भने तपाईँ कस्तो यो अविवाहित मान्छे भएर हो कि हिरोइन ल्याउँदा राख्छ, हिरो ल्याउँदा राख्छ, समय त ल्याउनै नमाग्दैन। अनि अब चाहिँ 29 गतेबाट हिरो हिरोइनलाई एकदम सँगै ल्याउनुहुन्छ होला। अनि त्यस कारणले तपाईँको अब त्यो पनि हो, त्यो सम्भावना छ यताबाट सुरु गर्ने जस शुभकामना। अब पलमा हो, पल भाइ एकदमै धेरै अब अहिलेको युवा जोस जाँगर सहित एकदमै पपुलर, एकदम यङ्गस्टर, केटीहरू पनि एकदम धेरै फ्यान, केटाहरू पनि फ्यान। अहिलेको युवा पिँढी हाम्रो भोलिको फ्युचर र बर्थडेको एकदम धेरै शुभकामना छ। बिहान मलाई सोधिरहेको थियो पलको उमेर कति हो, पलको उमेर कति हो, एज त भन्नु पऱ्यो भनेपछि एकजना भाइले अनि पछि उहाँले दिपक दाईको आधा लेखिदिनु मिल्छ मेरो भनेर भन्नुभएछ। अनि मैले चाहिँ यसो हेरेँ पलको उमेर कति हो न, दिपक दाईको आधा भनेपछि मैले पल 15 वर्ष मात्र भयो त, कन्फ्युज भएँ। अनि मैले होइन 20 मैले हेर्नुहोस् पत्याउँदैन छन् पल आचल दुईवटा भयो त आम जोडी होइन। अनि पल शर्मा आचल शर्मा र दुवैजना शुभकामना छ। 17 गतेको गीत रुपै मोनीलाई 1 करोड पुगाइदिनु हुने हजुरहरू
दर्शकहरूलाई श्रोताहरूलाई रेडियो अडियो सुनिरहनु भएको छ उहाँहरूलाई नै धेरै 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 एकदमै धन्यवाद दिन चाहन्छु। फर्स्ट अफ अल चाहिँ किनभने उहाँहरू नहुनु भएको भए सायद आज यो जमघट हुँदैन थियो। त्यस कारणले गर्दा जय दर्शक, जय श्रोता, जय भ्युअर्स। धेरै इङ्ग्लिस आएको सर्वप्रथम त सबैलाई नमस्कार। अनि त्यही दिपाजीले भने जस्तो मलाई पनि धेरै अब मैले कमेन्ट्सहरू हेर्छु होइन। अनि मेरो फर्स्ट गीत हो जुन चाहिँ बिहेहरूमा बज्छ। सो मलाई एकदमै खुसी लाग्छ म यो टिमको चाहिँ हुन्छ नि मेम्बर हुन पाएँ। किनकि अनि मलाई धेरै माया दिइरहनु भएको छ दर्शकले होइन। अब हाम्रो टिममा त अब भइहाल्छ सबैलाई दिइरहने भएको छ। तर म जस्तो अब म भर्खर आएको हो, मलाई सबैले के भन्थ्यो भने यो फिल्म गर्दा चाहिँ साइन गर्नु अगाडि चाहिँ के भन्नुहुन्थ्यो भने त्यत्रो अब ठुल्ठुलो मान्छेहरूको है टिमहरू त कहाँ कहाँ बस्दै हुँदैन भन्नुभएको थियो कि सबैले धेरैले। तर यो त हजुरको प्रसङ्गमा जस्तो के भन्नुभएको थियो भने अब ठुल्ठुलो मान्छेहरू हुनुहुन्छ होइन, अब हामी त हराउँछौँ भन्ने कुरा हो। तर यसलाई चाहिँ प्रदीपद्वारा म धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनकि सबलाई हाइलाइट गर्नुभएको छ। दिपक दाले भने जस्तो कसलाई कति दिने भनेर उहाँको हातमा थियो र उहाँले एकदमै मजाले निभाउनु भएको छ। र मैले यस्तो मिठो पात्र, छोटो पात्र भए पनि ठुलो पात्र भए पनि पात्र हुनु ठुलो कुरा हो। किनभने मैले पहिल्यै भनेको थिएँ, मैले पहिला पनि भनेको थिएँ र फेरि पनि दोहोऱ्याउँछु, म चाहिँ एकदमै मैले मनदेखि भनेको धेरै धेरै धन्यवाद हो। यो टिममा आबद्धित हुनु नै ठुलो कुरा हो कि। सो एकदम खुसी लागेको छ। अनि के भन्ने अब हरिबाको एकदम बा जस्तै हो, बा नै हो होइन। एकदम माया लाग्छ मलाई हरिबाको। अनि हरिबाको नि माया लाग्छ अनि के भन्छ सबैको अब सबैको केटी मान्छेको मात्र विशेष होइन त यो फिलिङ्स हो, सबसे मेन फिलिङ्सको कुरा हो। माया हो वास्तवमा। किनभने हृदय मदन दाईलाई वास्तवमा देख्न पाउनु पनि सबभन्दा ठुलो कुरो थियो। आज खेल्न पाएको छ सँगै, त्यही भएर पनि यो फिलिङ्स हो। आजको फिलिङ्स म बुझ्छु। सबैले प्रशंसा गरिदिनु भयो, खुसी लाग्यो। अनि अब सबैको बारेमा के भन्नु होइन। अब सबैले सबैको बारेमा भनिसक्नु भयो, खालि भन्ने शब्दमा यहाँनिर हास्य रस र करुण रसको एकदम मिठो कम्बिनेसन किन थाहा छ दिपकजी? होइन एकदम राम्रो छ। तिमी अब त्यो सेन्टिमेन्टल भएको छौ होइन। यो तिम्रो शब्दहरू आइरहेको छैन, भावुक छौ। अब तर हाम्रो चाहिँ पेसा अलिकति फरक भएको कारणले गर्दा तिमी एकदम राम्रो राइट ट्र्याकमा छौ। किन बसु दिदी पनि एकदम हुन्छ, दिपाजी पनि एकदम हुन्छ। कुरोलाई एउटा सानो कुरो भइहाल्छ। तिमी एकदम तिमी पनि तिम्रो भविष्य चल्छ। यति मात्र होइन, यो फिल्म हिट गराउने एउटा तरिका पनि भएको छ अहिले। किनकि प्रियङ्का कार्की र दिपाश्री निरौला रुँदा छक्का बन्दा हिट हो, श्वेता खड्का रोको सुन्यान्ती कान्छी हिट हो। अब आँचल रोएर शत्रुबाट पनि सियोर हिट पनि भइसक्यो। अब मुड ठिक भयो। हामी भगवान्लाई धन्यवाद दिन्छौँ, दसैँलाई धन्यवाद दिन्छौँ। हाम्रो पेसा नै के छ भने रोइरहेको मान्छेलाई हँसाउने पेसा हो। त्यस कारणले गर्दा अब सबै अब फर्ममा आइसक्यो। अब बोल्छ फेरि बोल्छ, अब बोल्छ। मलाई चाहिँ खासमा जस्तो यो फिल्म चलाउने भने अब ठ्याक्कै यही बेला दिन आयो होइन, त्यो बुझ्छु भनेर गएको होइन। तर मलाई स्टार्टिङमै अब आँसु आइसकेको थियो होइन। जस्तो सानसानो कुरा, म चाहिँ सानसानो कुराले एकदमै चित्त मतलब रमाइलो, अब चिप्न मन लाग्छ होइन, रमाइलो पनि लाग्छ। अनि जस्तो हरिबाले अब जस्तो मैले ढोगेँ भन्दाखेरि मलाई कस्तो त्यति बेला आँसु आइसकेको थियो। त्यो माथि हरिबाले मेरो प्रशंसा गर्नु, किनकि हरिबा भनेको त अब लेजेन्ड्स हो होइन। उहाँहरू त अब हरिबा मदन बा भनेको त अब इन्डस्ट्रीको नै सबभन्दा ठुलोमा। मैले कहाँबाट फिल गरेको भने कान्तिपुर अवार्डमा चाहिँ हामी पर्फर्म गर्दै थियौँ होइन। स्टार्टिङ पल्जिकर मेरोबाट भयो, सिटी बजेन, पानी पनि बजेन। अनि शिव अङ्कल सरी हजुरको पनि बजेन। तर जब हरिबा स्टेजमा आइसक्यो तब ताली बज्यो र सिक्की बज्यो क्या। किनभने उहाँको यति सम्मान गर्छौँ हामी सबैजना होइन। सो उहाँहरूसँग चाहिँ अब आबद्धित हुन पाउनु नै एकदमै ठुलो कुरा हो। दिपक दा, दिपाली, किरण अङ्कल, शिवहरि अङ्कल, सबै बसु मामु सबैजनासँग
अनि यो गीतको कुरा गर्नुपर्दा चाहिँ मलाई डान्स थिएन कि मेरो डान्स थिएन अनि मलाई कस्तो चित्त दुखिरहेको थियो सबैजना नाच्न भनेर आफू नाच्न पाइएन भनेर तर कविताले चाहिँ जो स्टेजमा पनि एकदमै मिलाएर नाच्न किनकि मेरो स्टोरीसँग रिलेटेड हो गीत भनेको सो त्यो स्टोरीले गर्दा अलिकति सम्भव भएन तर पनि कविताले चाहिँ होइन आजहरू त्यस्तो देख्दैन तिमी नाचेकै जस्तो देख्छौ भनेर खिच्नु भयो त्यसको लागि अनि मलाई सबै दर्शकले मन पराइदिनु भयो दीर्घदालाई धेरै धेरै धन्यवाद किनकि यही फिल्मबाट चाहिँ आजलाई बल्ल जस्तो छ त्यस्तै देख्यो है अब आफ्नो तारिफ गरेँ नि त जस्तो छ त्यस्तै देख्यो है भनेर सबैले भन्नुभयो त्यो चाहिँ एकदमै खुसी लागेको छ त्यही हो मेरो ठुलो कुरा नै यही हो कि म यो टिमसँग छु त्यही हो धन्यवाद सबलाई थ्याङ्क यू सबैजना यो रुपैयाँ मोहनीको 1 करोड भएको उपलक्ष्यमा अनि हाम्रो नायक पल शाहजी को जन्मदिनलाई चाहिँ रमाइलो पार्न सबै दर्शक श्रोताहरू समक्ष पुर्याउनको लागि यहाँहरू आइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। त्यही अब म चाहिँ यताबाट सुरु गर्दिनँ किनभने सबभन्दा पहिला पूजा कसको गर्नुपर्छ भन्दा हामीलाई शास्त्रले पनि भनेको छ गणेश भगवानको पूजा गर्नुपर्छ भन्छ होइन। म चाहिँ मनलाई हृदयबाटै कुरा सुरु गर्छु पहिला किनभने भगवानबाटै सुरु गर्नुपर्छ। दाइहरू भनेको चाहिँ मेरो लागि भगवान नै हुनुहुन्छ किनभनेदेखि म काठमाडौँमा सङ्घर्ष गर्न आइरहेको एउटा सानो पातलो केटो फुच्चे केटोलाई जुन विश्वास गरेर डोर्याएर सिकाएर यहाँसम्म ल्याइदिनु भयो यहाँ यो जे जति अवस्थामा छु त्योसम्म पुर्याइदिनु भएकोमा एकदमै दाइहरूलाई कोटी कोटी प्रणाम धन्यवाद छ। दाइहरूको यस्तै माया आशीर्वाद सास रौन्जेलसम्म पाइरहोस्